र हामीले हिन्दू संस्कृतिमा त माटोलाई आमा भन्छौँ हैन, नेपाल आमा, पानीलाई आमा भन्छौँ, गण्डकी माता, गङ्गा माता, हामी झारलाई माता भन्छौँ, तुलसी माता, हामी एउटा प्राणीलाई माता भन्छौँ, गौ माता, हामी एउटा ग्रन्थलाई माता भन्छौँ, वेद माता, गीता माता। हाम्रो पूर्वीय दर्शन र हिन्दू संस्कृति मातृसत्तात्मक हो। त्यही भएर राधाको कृष्ण भन्दा अगाडि राधाकृष्ण, लक्ष्मी नारायण, उमा महेश्वर इत्यादि आउँछ। र आज 33% कुरा उठ्छ मनुले जहाँ नारीको पूजा हुन्छ त्यहाँ मात्रै देवताहरू प्रसन्न हुन्छन्, सबै वैदिक कार्यहरू, सबै यज्ञ यज्ञादिहरू, धर्म कर्महरू पूर्ण हुन्छन् र जहाँ उनीहरूको अनादर हुन्छ सबै निष्फल हुन्छ। त्यसैले नारीको पूजा गर। सम्मान मात्र होइन, सम्मान र पूजामा अन्तर छ। नार्यस्तु यत्र पूज्यन्ते रमन्ते तत्र देवताः। त्यहाँ देवता खुसी हुन्छन्, देवता प्रसन्न भएर त्यहाँ विचरण गर्छन्। नेपाल एक शब्दमा परिचय दिँदा यो देवभूमि हो। यो मान्छे मात्र बस्ने, जनावर मात्र बस्ने देश होइन, यो विश्वको एकमात्र देवभूमि हो। विश्वको शिर सगरमाथाको देश हो, विश्वलाई शान्तिको सन्देश दिने भगवान गौतम बुद्धको देश हो र विश्वका सबै धर्मको मूल धर्म, सबै धर्मको आधार वेद रचना गरिएको र 1450 वर्ष इस्लामको इतिहास, 2015 वर्ष इसाईको इतिहास अनि 2557 वर्ष बौद्धको इतिहास छ। तर हिन्दू संस्कृति सृष्टि सँगैको, मानव सभ्यता सँगैको, सृष्टिको उषाकालदेखिको 1,58,58,85,116 वर्षको संस्कृति हो र विश्वलाई सभ्यता, भाषा, संस्कृति, धर्म, योग, ज्ञान, विज्ञान, गणित सब हामीले, शिल्प, कला सबै हामीले विश्वलाई सिकाएको हो। आज यही कुराबाट विश्वलाई नेपालले नेतृत्व गर्नुपर्ने, विश्वलाई धर्म नेपालले दियो, विश्वलाई अध्यात्म नेपालले दियो, विश्वलाई शान्तिको पाठ नेपालले सिकायो। हिन्दू, बौद्ध र किरात संस्कृतिको जन्म भएको मात्र देश होइन, जिससले पनि यहाँ आएर धर्मको पाठ पढे। युरोपियन शोधकर्ताहरूले द अननोन लाइफ अफ जिससको खोजमा बताएका छन् उनी धर्म सिक्न नेपाल आए, केही समय भारतमा बसे र बीबीसीले प्रसारण गरेको शोधमा त उनी एकजना हिन्दूका नाथ परम्पराका गुरुबाट दीक्षित भएर उनी नाथ पनि बने, ईशानाथ बने र फेरि बौद्धहरू कहाँ गएर उनी श्रवण पनि बने, मङ्क पनि। जिसस वाज अ बुद्धिस्ट मङ्क भनेर रिसर्च पनि प्रकाशन गरेको थियो बीबीसीले। त्यसरी जिससलाई पनि धर्मको पाठ सिकाउने देश हो नेपाल। र त्यो होला नि हैन, वास्तवमा नेपालमा नेपाललाई माया गर्ने, यो मातृभूमिलाई, यो राष्ट्रलाई साँच्चै माया गर्ने राष्ट्रवादी नेताको खाँचो हो। यदि त्यस्ता राष्ट्रवादी नेता हुने हो भने यहाँ विदेशीको कुनै पनि हस्तक्षेप हुने थिएन। म एउटा उदाहरण मात्रै बताउँछु। केही दिनमा कार्डिनल फर्नान्डो यहाँ नेपालमा आउँदैछन्। उनी इसाई क्याथोलिक धर्मगुरु हुन्। चीनले रोक लगाएको छ, चीनले जान दिँदैन। ताइवानले रोक लगाएको छ, इन्डोनेसियाले रोक लगाएको छ। श्रीलङ्कामा भयङ्कर ठुलो विद्रोह भयो उनीहरू आउँदा। पोपलाई चीनमा पस्न पनि दिएनन् र एसियाली इसाईको भेलामा, सभामा चीनबाट त्यहाँका पादरीहरूलाई जान पनि दिएन, किनभने चीन संवेदनशील छ। धर्मान्तरण राष्ट्रान्तरण हो। धर्मान्तरणले त्यो देशको संस्कृति, सभ्यता, परिचय, पहिचान, गौरवलाई मेटेर विदेशी संस्कृतिलाई भित्र्याएर अनि त्यो देशको मौलिक पहिचान नै समाप्त गरेर अन्तमा राष्ट्र नै समाप्त हुन्छ भन्ने कुरामा चीन सजग छ। सबैले आफ्नो धर्म संस्कृति पालन गरेका थिए। हिन्दू जस्ता उदार, हिन्दू जस्ता सहिष्णु यो संसारमा कुनै धर्म संस्कृतिका छैनन्। यो कुरा पश्चिमका मनीषीहरूले, चिन्तकहरूले अत्यन्त मुक्त कण्ठले गाएका छन्। प्रखर चिन्तकहरू, विश्लेषकहरू, वैज्ञानिकहरू स्वतन्त्रता पूर्वक धर्म संस्कृतिको अध्ययन अनुसन्धान गर्दै जाँदा अन्तमा हिन्दू संस्कृतिप्रति शिर झुकाए। यो जस्तो उदार, यो जस्तो वैज्ञानिक धर्म, यो जस्तो महान र व्यापक धर्म संसारमा कहीँ छैन। सबै धर्म एकाङ्गी छन्, सबैमा सीमित कुरा छ, सबैमा केही सीमित प्रश्नको मात्र उत्तर छ। तर संसारका सबै प्रश्नको उत्तर भएको, चाहे लियो टल्स्टॉय होस्, चाहे जर्ज बर्नार्ड शा होस्, चाहे टीएस इलियट होस्, चाहे अगस्ट विल्हेम वन्स लेगल होस्, चाहे त्यो फाउन्डर होस्, सब फाउन्डर क्वान्टम फिजिक्सका वर्नर हाइसेनबर्गदेखि लिएर क्वान्टम अनि अल्बर्ट आइन्स्टाइन जस्ता महापुरुष, अनि द फादर अफ एटोमिक बम जसलाई भन्छौँ हामी जुलियस रोबर्ट ओपेनहाइमर, यी सारा महापुरुषहरू, भोल्टेयरदेखि लिएर थोरोसम्मले गर्वका साथ हामी उपनिषद पढ्छौँ। सोपेनहावरले
उपनिषदभन्दा मानव मस्तिष्कको सर्वोच्च कृति अर्को हुन सक्दैन भन्छन्। थोरैले प्रत्येक दिन बिहान उठेर गीताको व्यापक दर्शनमा बुद्धिलाई स्नान गराउँछु। गीतासँग तुलना गर्दा संसारका सारा साहित्य फिका र तुच्छ लाग्छ। एट एभ्री मर्निङ आई बाथ माई इन्टेलेक्ट इन द स्टुपेन्डस एन्ड कस्मोगोनल फिलोसफी अफ भगवद गीता इन कम्पेरिजन विथ द होल वर्ल्ड एन्ड इट्स लिटरेचर सिम्स puny and trivial. There is no so beneficial study as Upanishad. It has been the solace of my life. It will be the solace of my death. It is the highest product of human. उनले सोपेनहावरले बताए अघिल्लो वचन थोरोको थियो जसको हामीले पुरानो कोट लगाऊ नयाँ पुस्तक किन भन्छौँ। अल्बर्ट आइन्स्टाइनले नेपाली माटोमा लेखिएको गीतालाई सम्पूर्ण श्रेय दिएर भने आई हेभ मेड द भगवद गीता एज द मेन सोर्स अफ माई इन्सपिरेसन एन्ड गाइड फर माई साइन्टिफिक इन्भेस्टिगेसन एन्ड फर्मेसन अफ माई थ्योरिज। I believe in God who reveals himself in orderly harmony of the universe. We all alert to Hindus who taught us how to count without which no worthwhile scientific discovery could have been made. अल्बर्ट आइन्स्टाइनले भन्छन् हामी हिन्दू ऋषिहरूप्रति चिर ऋणी छौँ जसले हामीलाई गणित सिकाए, अङ्क सिकाए। आज नासा हाम्रो ज्योतिषमा खडा छ। हाम्रो ज्योतिष यति चरम विज्ञान हो। सूर्य ग्रहण, चन्द्र ग्रहण हामीले वैज्ञानिकलाई सोध्नु पर्दैन, वैज्ञानिकले हामीसँग सिक्छन्। भारतमा राज गरिरहेका अंग्रेजले हामीबाट ज्योतिष सिकेर गए। ज्योतिषको मुख्य भूमि नेपाल हो। नेपालका मुख्य नवलपरासी जसको नाममा छ ऋषि पराशर, ऋषि पराशरको नामबाट नवलपरासी भयो। नवलपुर र परासीलाई जोडेर उनले दिएको जुन लघु पाराशरी, मध्य पाराशरी र बृहत पाराशरीमा आजको नासाको कालगणना टिकेको छ। त्यसैले यस्तो विधा जसले सम्पूर्ण विश्वलाई अनमोल देन दिएको छ, सारा विश्वले शिर झुकाएको छ। नेपालमा जन्मिएको योगले आज 177 देश एकैचोटि स्वीकृति दिए। संसारका चाहे सबै धर्म संस्कृतिका सबै देशका व्यक्तिले गर्वका साथ यो योग अत्यन्त वैज्ञानिक छ। यसले स्वास्थ्य ठिक गर्छ, मस्तिष्क ठिक राख्छ, मानसिक आध्यात्मिक सबै प्रकारको स्वास्थ्यको लागि योग अनिवार्य छ भनेर संसारले अपनाइरहेको छ। नेपालमा जन्मेको एक एक विधाले संसारमा राज गरिरहेको बेला विश्वभरमा धर्म संस्कृति नेपालले दिएर, सभ्यता नेपालले सिकाउँदा, भाषा र कला नेपालले ज्ञान विज्ञान यहाँ अवतरण भएर विश्वलाई दिइरहेको बेला विश्वको गुरु, जगत गुरु नेपाल बन्नुपर्ने बेलामा नेपाललाई धर्मनिरपेक्ष बनाउने भन्ने यो कस्तो षड्यन्त्र।